अनि मामुलाई एकचोटि नि सम्झिन मन लाग्दैन त्यतिकै तपाईलाई चाहिँ त्यतिकै छोडेर गयो कि बा झुक्क्याएर जानुभयो खोइ म त्यति सानो थिएँ थाहा भएन है कति भयो यहाँ छोरालाई छोडेर गएको भयो 4-5 भयो 4-5 वर्ष भयो हिँडेको भनेपछि 4-5 वर्षदेखि तपाईँहरू बाउ छोरा मात्रै एक्लै बसिरहेको तपाईँ राम्रै तपाईँको हात खुट्टा राम्रै चलेको भए त यति दुःख हुँदैन थियो होला राम्रो मलाई जे मन त्यही खुवाथे अब नि मेरो सकेन के अब अहिले त तपाईँ त अब चाहेर पनि केही काम गर्न सक्नुहुन्न के छ अब अन्त अब काम गर्न सक्दिन भनेर फेरि अब छोरालाई पढाउँदिन भन्दा पनि भएन अब उसको भविष्य त डल्लै छ अब पढ्नेको भविष्यमा बेल भएन भन्न काहीँ पढ्यो भने देऊ पढ्न भन्दैछु म कसैले पढाइदियो भने पढाइदियोस् भन्ने कुरा अनि तपाईँ यहाँ एक्लै अनि फेरि छोरा पढ्न गयो भने तपाईँ एक्लै बस्न सक्नुहुन्छ त किन अब जति बाँच्नु त मन मान्छ अनि बाबाले त तिमी कहीँ पढ्न जाने भए पठाउने भन्दो रहेछ त जाने हो कसैले राम्रो ठाउँमा म राम्रोसँगले पढाइदिन्छु भन्यो भने चाहिँ जाने अनि यो असरलाई यो अलि महिना लासै इक्जाम छ अनि राम्रै भयो भने नै जातमा भन्नु म बाबा म जान्छु कहिले कहिले म भेट्न आउँछु म भन्छु सिधा बस्नु न त्यो च्यातेको देख्छ फेरि उता क्यामेरामा छेक्नु छेकेर बस्नु